धेरैजनाको प्रश्न एउटै छ, म बदलिन सकेको छैन। धेरैजनाको प्रश्न एउटै छ, म बदलिन सकेको छैन। मैले आराधना गरिरहेको छु, म शक्तिशाली आराधना गरेको हुन्छु, त्यही पनि मेरो जीवन परिवर्तन भएको छैन। म पावरफुल प्रार्थना गरिरहेको हुन्छु, त्यही पनि मेरो जीवन परिवर्तन भएको छैन। म डेली मण्डली जान्छु, घरेलु सङ्गति गर्छु, जवान सङ्गति गर्छु, त्यही पनि मेरो जीवन चाहिँ परिवर्तन भएको छैन। किन किन प्रभु, किन चाहिँ मेरो जीवन चाहिँ परिवर्तन भएको छैन? मैले बाइबल अध्ययन पनि गरिरहेको छु, तर पनि मेरो जीवन चाहिँ परिवर्तन भएको छैन। मैले प्रार्थना, उपवास, फास्टिङ सबै बसेको छु, त्यही पनि मेरो जीवन चाहिँ परिवर्तन भएको छैन। किन प्रभु भनेर धेरैले प्रश्न गरेका हुन्छन्। धेरैले म तपाईँलाई बताउन चाहन्छु कि किन तपाईँको जीवन चाहिँ परिवर्तन भएको छैन। तपाईँले शानदार तरिकाले आराधना गर्नुहुन्छ, तपाईँको जीवनमा एउटा कुरा पछि छोडेको छैन कि मैले चाहिँ मानिसलाई देखाउनको पत्ता चाहिँ मैले प्रार्थना आराधना गरिरहेको छु। मानिसलाई देखाउनको पत्ता चाहिँ मैले प्रार्थना गरिरहेको छु। कसैले आएर मलाई शाबास तिमीले धेरै राम्रो आराधना गर्यौ आज भनिदिएको भइदियो नि, म चाहिँ मेरो सिना चाहिँ चौडा हुन्थ्यो होला। शाबास तिमीले कति मिठो मिठो शब्दहरू प्रार्थनामा राख्यौ भनेर कसैले भनिदिएको भइदियो, म कति खुसी हुन्थेँ होला। कस्तो कठोर तरिकाले चाहिँ ऊ मान्छेले फास्टिङ बसेको हो भनेर कसैले भनिदिएको भइदियो चाहिँ मेरो जीवन चाहिँ ह्याप्पी हुन्थ्यो होला भन्ने अलिक धेरै मानिसहरूले चाहिँ आफ्नो मनमा चाहिँ कसैले तारिफ गरिदिएको भइदियो हुन्थ्यो जस्तो लाग्छ। कतिको हृदयमा भनियो भने देखावटी कुरा भइरहेछ, जो प्रभु येशूलाई मन पर्दैन। किन तपाईँको जीवन परिवर्तन भएको छैन? किनकि तपाईँको जीवनमा अझै पनि त देखावटी कुराहरू भइरहेको छ, मानिसलाई खुसी पार्ने कुराहरू भइरहेको छ, मानिसलाई देखाउनको निम्ति तपाईँको आराधना चर्को चिच्चाइ तपाईँहरूले भन्नुहुन्छ। तर बाइबलमा एउटा कुरा के लेखेको छ भनेपछि मत्तीको पुस्तक हामीले 6 अध्यायको हामीले पुस्तक हेर्ने हो भने हैन, यहाँ एउटा कस्तो कुरा लेखेको छ। 6 अध्यायको पहिलो पदमा यस्तो लेखिएको छ, होशियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। हेर्नुहोस् त, आज कति मानिसहरूले देखाउनका निम्ति चिच्चाइ प्रार्थना गरेका छन्। त्यो के फाइदा त? अरूलाई देखाउनको पथ त्यस्तो त काम गर्नु त हुँदैन नि त। आज तपाईँको हृदयबाट हुन पर्यो। तपाईँ आराधना, तपाईँ एक्लै कोठामा बसेर पनि तपाईँ आराधना गर्ने बेलामा चाहिँ तपाईँ परमेश्वरको उपस्थितिमा जान पर्यो। मेन चिज के हो भनेपछि तपाईँभित्र परमेश्वरको उपस्थिति नै छैन भने तपाईँको जीवन परिवर्तन हुँदैन। तपाईँले यो बुझ्न जरुरी हुन्छ कि तपाईँको जीवनमा परमेश्वरको उपस्थिति नै छैन भने तपाईँले कहिले पनि तपाईँ बदलिन सक्नु हुँदैन। तपाईँले परमेश्वरको उपस्थिति खोज्न जरुरी छ। खै त प्रभु, आज पहिलो कोरिन्थीले भनेको जस्तो मेरो जीवन चाहिँ तपाईँको पवित्र आत्माको मन्दिर हो भने, तपाईँको पवित्र आत्माको मन्दिर हो भने चाहिँ मैले पवित्र आत्माको महसुसै गरेको छैन भनेपछि तपाईँको उपस्थिति नै मसँग छैन। म चाहिँ के गरौँ प्रभु? म चाहिँ उपस्थिति खोज्न चाहिँ म के गरौँ? मैले प्रार्थना गर्न पर्छ, मैले तपाईँसँग कुरा गर्नलाई चाहिँ मलाई त्यो बाटो देखाउनुहोस् भनेर तपाईँले चाहिँ आफूले चाहिँ परमेश्वरको लागि एकदम कठोर तरिकाले प्रार्थना गर्न जरुरी हुन्छ। मानिसलाई देखाउनको पथ होइन। आमीन। तपाईँले मानिसलाई देखाउनको लागि तपाईँले काम गर्ने हो भने त्यो कहिले पनि सक्सेस हुँदैन मेरा प्रियहरू, कहिले पनि सक्सेस हुँदैन। त्यसैले परमेश्वरको उपस्थितिलाई खोज्नुहोस् तपाईँले आफूभित्र। प्रभु खै त त्यो उपस्थिति तपाईँले खोज्न एकदम जरुरी हुन्छ। आमीन।